डाइरेक्ट धारोमा यो मेसिन जोडेपछि तातो पानी आउँछ र यो मेसिन हिजो मैले जोडेको थिएँ। योभन्दा अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ। हामीसँग 5 एम्पियरको एमसिबी थियो र हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ र यो एमसिबीले काम गरेन। त्यसपछि मैले 16 एम्पियरको एमसिबी ल्याएर जोड्दैछु र आज गाउँको वातावरण पनि एकदम सफा छ। हिजो अस्ति पानी आयो, अत्यन्तै स्वच्छ वातावरण पनि रहेको छ। र हाम्रो आदिखोला 1 पञ्चमूल हाम्रो यहाँ चाहिँ प्राविधिक हुनुहुन्छ नारायण ढकालजी। उहाँले एकदमै राम्रो काम गर्नुहुन्छ र उहाँ यो आधिकारिक मान्छे पनि हो मिटरहरू फेर्ने। र यो जुन चाहिँ एमसिबी अरू जसको धानेको छैन, अब विभिन्न फ्रिजहरू राख्न सकिन्छ, हिटर राख्न सकिन्छ, वासिङ मेसिन यस्ता राख्नु परेकोमा पहिलाको जमानामा 5 एम्पियरको राखिन्थ्यो भने अब 16-32 को राख्नुपर्ने अवस्था छ। त्यो अवस्थामा तपाईँहरूले नारायण सरलाई खबर गरेर पनि यी विविध कामहरू, वायरिङ बिजुलीका कामहरू गर्न सक्नुहुन्छ। र आज चाहिँ मैले यो सबै जिम्मा नारायण सरलाई नै दिएको छु र म यहाँ भिडियो बनाउँदैछु र यो काम चाहिँ मैले पनि गर्छु। तर आजको चाहिँ सबै जिम्मा नारायण सरले लिनुभएको छ र हामीले तपाईँहरूलाई बिचमा यो जानकारी पनि गराउँछौँ। र यी चाहिँ जति पनि बिजुलीका सामानहरू छन् यो हाम्रो पोखरामा होलसेल पसल पनि छ। केएम इलेक्ट्रोनिक्स ब्रालफिट, पोखरा ब्रालफिटमै रहेको छ केएम इलेक्ट्रोनिक्स। र तपाईँहरूले त्यहाँबाट होलसेलमा बिजुलीका सामानहरू पनि त्यहाँबाट ल्याउन सक्नुहुन्छ र अत्यन्तै राम्रा बिजुलीका विभिन्न किसिमका यस्तै साधनहरू पाइन्छन्। र हिजो मैले ल्याएर जब जोडेँ, अब जोड्दाखेरि तपाईँको चाहिँ नि सुरुमा के भयो त भन्दा यसमा समस्या देखा पर्यो। कस्तो किसिमको समस्या देखा पर्यो भन्दा ठ्याक्कै एमसिबी अफ हुने र रेशमी तारबाट मैले हल्का जोडेर हेरेको थिएँ। त्यो गर्दाखेरि तपाईँको तार पनि पग्लिने सम्भावना भयो, किनकि यो एकदम हाई पावरको हुन्छ। त्यस कारण तार पनि अलिकति बलियो खालको हाल्नुपर्ने हुन्छ र तपाईँको एमसिबी पनि एकदम यसलाई ठ्याक्क धान्ने खालको हाल्नुपर्ने हुन्छ। र तपाईँहरूले यस्तो कामहरू गर्दाखेरि विशेष प्राविधिकलाई नै बोलाएर काम गर्नुपर्ने हुन्छ। यो चाहिँ धारहरू चाहिँ सबै मैले फिट गरेँ र आज यो वायरिङको काममा नारायण सरसँग सामान पनि भएको हुँदा उहाँ नै आएर यो ट्याक्क एकदम बलियोसँग फिट गरिदिनु भएको छ। र साथमा आमाले अब यहाँ हेर्दै हुनुहुन्छ कि कस्तो भयो भनेर। त्यो त माथिको अन बसी लाइन आउँछ के, हामीले आमालाई सिकाउँदै पनि छौँ। त्यो लाइन आउँछ, हेर्दै हुनुहुन्छ। तातो आउँछ अनि उता लसी चिसो आउँछ फेरि। अब यो अनै नअरिकन हजुरले यसैलाई यतापट्टि ल्याउनु भयो भने चिसो आइरहेको क्या, अहिले आउँछ यो चिसो आउँछ। अब त्यसलाई अन गरिदिनु त पहिला होइन, त्यसलाई अन नअरिकन यसै गरे पनि फेरि यता आइरहेको छ क्या, आउँछ चिसो आउँछ त्यति बेला। त अन गरिदिनु त एकचोटि। माथिको अन अरेसी हो त अन गर्नु होइन आमा। ल अब त्यहाँ जानु त भित्र होइन के उता के यहाँ खोलेर क्या चेक गर्नु पर्यो तातो आउँछ कि आउनु। ल त्यो आमालाई खोल्न दिनु उता लानु, उता लानु त सट्टा लानु सट्टा अझै लानु अझै लानु क्या। अब खोलेपछि मात्र आउने क्या, एकछिन तात्नु नि पर्यो नि। अब आउँछ कि आउनु हेरमै आयो आमा तातो आयो। अब चिसो ल्याउने कसरी अरे? अब त्यसैलाई हो त्यो स्विच अफ गर्नु पर्दैन। यता 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 ल्याउनु त, यता हो त हो त चिसो हो त्यो चिसो तातेको हुने हो। तर अब आउँछ कि एकछिन, अब चिसो आइहाल्छ। त्यो चिसो भयो होइन। अब तातो हो त्यो त तातो आउँछ, अलि लानु पर्यो। हो आयो कि आएन? आउँछ एकैछिनमा आउँछ। आयो अब बाल्टीमा ठ्याक्क थापो अनि उ गऱ्यो तातो चिसो ट्याक्क त्यहीँनिर मिलाउने हो। त्यो अलिक अफ भयो, यो सोझो बनाउनु पर्छ। हो त्यति किट्ट हर्नु पर्यो के, थाहा भयो जाने। यो सजिलो छ। कस्तो लामा राम्रै लाग्यो, सजिलो जमाना आयो होइन। पहिला पहिला दाउरा अनि के गर्नु पर्थ्यो अरे? दाउरा पानी तताउनु पर्थ्यो, आफू के दुनियाँ गर्नु पर्थ्यो। अब बिजुली अन गरिदियो आइहाल्यो। र यसरी आज हामीले यो पूर्ण रूपमा फिट गरेका छौँ। र हजुरहरूले पनि यसरी आफ्ना यी सामानहरू चाहिँ यसरी फिट गर्नुपर्ने अवस्थामा तपाईँहरूले पनि यसरी फिट गर्न सक्नुहुन्छ। र यो एकदमै
लाभदायक सामानहरू हो र यसलाई हामीले अलिकति चलाउँदाखेरि लापरवाही गरियो अथवा त्योभित्र पानी पस्यो, जुन तारबाट गइरहेको छ त्यो ठाउँबाट पानी पस्यो, पानी पर्यो भने करेन्ट लाग्ने सम्भावना हुन्छ। यी चिजहरूमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ र यसरी हामीले ध्यानपूर्वक चलाउनु पर्ने हुन्छ। र आज हजुरहरूलाई यो एपिसोड, यो भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नुहोला, प्रतिक्रिया गर्नुहोला, किनकि यस्तै जानकारीहरू हामीले दिइराख्यौँ भने हामीले सबैले आफ्नो आफ्नो युट्युबबाट यस्ता कुराहरू सिकायौँ भने धेरै सजिलो हुन्छ, हामीलाई धेरै कुराहरू जान्न बुझ्न सजिलो हुन्छ। त्यस कारणले नै हामीले भिडियो बनाएर अपलोड गरेका छौँ। र आजको हाम्रो टेक्निसियन नारायण ढकालजीलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँलाई विभिन्न यस्ता बिजुलीका काममा बोलाउन सक्नुहुन्छ भने हाम्रो चाहिँ नि जुन होलसेल पसल छ बिजुलीको र पोखरामा हजुरहरूले केएम इलेक्ट्रोनिक्स भनेर तपाईँहरूले कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। र त्यहाँबाट बिरुटा बरालफिटको आडैमा, बरालफिटभन्दा थोरै यता अगाडि त्यहाँनिर रहेको छ, त्यहाँबाट तपाईँहरूले सम्पर्क गरेर काम गर्न सक्नुहुन्छ। धन्यवाद।